बाजुराको गौमूल गाउँपालिका 6 शान्तिटोलमा 2076 साल साउन 17 गते पहिरोले घर पुरिदा आमा छोरीको ज्यान गयो। शान्तिटोल सहित नजिकका बस्ती बामनी र टुनी पनि पहिरोको उच्च जोखिममा परे। लगत्तै गाउँपालिकाले विपद व्यवस्थापन प्राविधिकरणसँग सहकार्य गरी शालिकोटमा बस्ती विस्तार र नयाँ घरहरू निर्माण गरिदियो। तर खानेपानी नहुँदा उक्त बस्तीमा मानिसहरू बसेका थिएन। अहिले जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाले वृहत खानेपानी निर्माण गरेपछि यहाँका बासिन्दा नयाँ घरमा बस्ने गरेका छन् भने खानेपानीको समस्या हटेको छ। मेरो नाम सन्तोष चन्दारा, म यस शालिकोट खानेपानीको अध्यक्ष। अब चाहिँ शालिकोट खानेपानी चाहिँ सम्पन्न भइसक्यो। पहिला चाहिँ हाम्रो उता थियो बस्ती, त्यो पालिकाको सहजीकरणमा हाम्रो बस्ती विस्तार भयो। यहाँ 35वटा धारा बने, 35वटा मौजातको लागि पानी चाहिँ उपलब्ध गरायो। हाम्रो यो लक परियोजनाले चाहिँ पानी उपलब्ध गरायो र अहिले हामी 35वटा धारामा स्वच्छ एकदम पिउने पानी पिराखेका छौँ। काम भइराखेको छ। जो पहिला खोलाको पानी खानु पर्थ्यो, अहिले चाहिँ पानी सहजै स्वच्छ पिउने पानी आउँदाखेरि चाहिँ हामी एकदमै खुसी छौँ। र यो परियोजनालाई पनि म अन्तरात्मादेखि र यहाँको बासिन्दाहरूले पनि अन्तरात्मादेखि हृदयदेखि नै हामी त्यही खुसी छौँ। सबैलाई पिउने पानी मस्त भइराखेको छ। नयाँ बस्ती निवासी रूपा विकलाई घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न निकै सजिलो भएको छ। खानेपानी योजना भर्खर निर्माण पूरा भएपछि आफूलाई स्वच्छ खानेपानीसँगै यो सुविधा पुगेको बताउनुभयो। अहिले यो शालिकोट सबका घर मिल्यो, पानी मिल्यो, हामीलाई धेरै खुसी लागेको हो। पानीको हामीलाई साह्रै आतिथ्य थियो। कचडा पानी खाँदा थियौँ, अहिले हामी मूल पानी धारा धारा पानी आइबेर देला देला पानी आइबेर हामीले आफूले माध्यमिक साग लगाइबेर जर्किन आनिबेर हामीले पानी भन्नु भएको छ। हामीलाई धेरै खुसी लागेको हो। 10,000 लिटर क्षमताको पानी संकलनको ट्याङ्की, इन्टेक र मिटर सहित 35वटै घरका आँगन आँगनमा धारा निर्माण गरिएका छन्। स्थानीय तिलक बहादुर विकले शालिकोट खानेपानी तथा सरसफाई योजना अन्तर्गत घर घरमा नयाँ धारा बनेसँगै खानेपानी समस्या सधैँलाई समाधान भएको बताउनुभयो। यो धारा निर्माण भन्ने अब पहिला हाम्रो जोखिम बस्ती थियो। जोखिम बस्तीबाट हामी यो बस्ती विस्तार अहिले नयाँ बस्ती बन्यो। त्यो बस्तीमा हामीलाई पानीको आवश्यकता थियो। अहिले त्यो पानी अब यो जलस्रोत परियोजनाले अहिले खानेपानीको राम्रो खानेपानी अब घर घरमा एक एक धारा पानीको व्यवस्था गरिदियो। हामी त्यो जलस्रोत आयोजनामा धेरै खुसी छौँ र पानी अहिले हामीले एउटा शुद्ध सफा पानी पिउन अब पाउनेछौँ भन्ने हामी आशाभन्दा पनि पाइसकेका छौँ। फेरि पहिला अब अलिकता पानीको गाह्रो थियो। पानी यता एउटा धाराले पुग्दैन, लाइन लाग्नु पर्थ्यो, उताबाट खोलाको पानी ल्याउनु पर्थ्यो। अहिले अब यो सफा पानी हामी अब घर घर आफैले पिउन पाउँदा हामी धेरै खुसी छौँ र यो जलस्रोत परियोजनालाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। गाग्री बोकेर खोला खोला हिँडेर शास्ति बेहोरेको आफ्नो अनुभव सुनाउँदै स्थानीय शिर चन्दाराले लक परियोजनाले धारामा स्वच्छ पिउने पानी झारेपछि अब यी सबै बाध्यताको अन्त्य भएको बताउनु भएको छ। घरमा धारा नहुँदा पानीको निकै समस्या थियो। अन्यन्त्रबाट बोकेर ल्याएर पानीको जोहो गर्नुपर्ने अवस्था थियो। अब अहिले घरमा नै धारा जडान भएपछि सहजता भएको उहाँको भनाइ छ। नाउलाको पानी खायौँ। अब सरकार दया भयो बस्ती विस्तारमा क्या जुनसुकै ठाउँमा अब सरकारले हेर्यो, यो बस्ती विस्तारमा पनि हेर्यो, खानेपानी एकदम दियो, एकदम सक्रिय भएर यो खानेपानी बनायो। हामीले अब खानेपानी खाउँला भन्ने हामीले आशा छ। भित्र चामल लगाएर भित्र भान्सा लगाएर बाहिरबाट चामल पखालेर खाने अवस्था सरकारले गरिदिएको छ। खुस छौँ। गौमूल गाउँपालिकाको 6,32,250 रुपैयाँ 77 पैसा र फिनल्याण्ड युरोपियन युनियनको 15,80,194 रुपैयाँ 36 पैसा र उपभोक्ताको श्रमदान तथा नगद 9,48,114 रुपैयाँ 54 पैसा गरी
31,60,559 रुपैयाँ 67 पैसाको लागतमा खानेपानी योजना निर्माण भएको हो। लक परियोजनाले योजनाको संरक्षण र दिगोपनामा ध्यान दिनेमा विश्वास लिएको छ। यो पहिलो चरणमा गौमुल गाउँपालिकाका खानेपानी तथा सरसफाई योजनाहरूमा शालिकोट खानेपानी तथा सरसफाई योजना पहिलो चरणमा सम्पन्न भएर चाहिँ यसको आज उद्घाटन कार्य पनि सम्पन्न भएको छ। यस शालिकोट खानेपानी तथा सरसफाई योजनाका उपभोक्ताहरू पहिला शान्तिटोल भन्ने बस्तीमा बस्थे। त्यहाँ चाहिँ पहिरोले बगाएर नयाँ बस्ती विस्तार गर्नका लागि गाउँपालिका र विपद व्यवस्थापन प्राविधिकरणबाट जुन घरहरू बने उनी त्यहाँ चाहिँ अहिले नयाँ खानेपानी योजनाहरू बनिसकेको छ र उद्घाटन भइसकेको छ। आज चाहिँ हाम्रो यो शालिकोट खानेपानी योजनाको अन्तिम सार्वजनिक सुनवाईको बेला भनौँ न यहाँ उद्घाटन भएको हुन्छ र यहाँ चाहिँ एक घर एक धाराको अवधारणा अनुसार एक घर एक धारा बनाई निर्माण गरिएको छ। यो उताबाट अर्को भयो पहिरोको जोखिममा रहेको बस्तीलाई यता सारेर ल्याएकोमा हामीले एक घर एक धारा निर्माण गरेका छौँ। साथसाथै यहाँ चाहिँ बस्तीको लागि घरको लागि सानो ठाउँ भएको हुनाले उहाँहरूको फोहोर फाल्ने एउटा पानीको लागि ठाउँ नभएको हुनाले हामीले फोहोर फाल्ने पानीलाई पनि व्यवस्थित तरिकाले यसलाई खोलामा बगाउने गरेर त्यति टाढा गरेर यसलाई एउटा बस्ती वरिपरि त्यस्ता पानीहरूलाई पनि सुधार गरेर निर्माण गरेका छौँ। जलवायु परिवर्तन स्थानीय अनुकूलन लक परियोजनाका टिम लिडर तथा प्रमुख प्राविधिक सल्लाहकार सान्नालिना राउतानेनले निर्माण पूरा भएको उक्त योजनाको एक समारोह बीच उद्घाटन गर्नुहुँदै निर्माण भएको खानेपानी योजनालाई दिगोपना दिन उपभोक्तालाई आग्रह गर्नुभएको छ। उहाँले मूलमा पानी प्रशस्त मात्रामा भएकाले तरकारी खेती गरी आत्मनिर्भर बन्न सुझाव दिनुभयो। If there's any need for related training like agroforestry, forestry, anything to do with agriculture, these are all in LAC project's agenda and could be planned. Heard that this source is very good, which should give you a lot of opportunities with home gardens or growing anything around. जलवायु परिवर्तन स्थानीय अनुकूलन लक परियोजनाले जलवायु मन्त्री कृषि प्रणाली समावेशी र दिगो जल व्यवस्थापन प्रदेश र स्थानीय तहमा एकीकृत प्राकृतिक स्रोत व्यवस्थापनको शासन प्रणाली स्थापित गर्ने लक्ष्यका साथ काम गर्दै आइरहेको छ। गत वर्षदेखि प्रवेश गरेको परियोजनाले गौमूलमा विभिन्न क्षेत्रका 7 वटा आयोजना सम्पन्न गरेको परियोजना प्राविधिक सहायता सल्लाहकार कमल प्रसाद भट्टले बताउनुभयो। लक परियोजना यो जुन यहाँ सञ्चालित छ यो चाहिँ नितान्त यो परियोजना स्थानीय तह मार्फत सञ्चालित परियोजना हो। स्थानीय तहसँग समन्वय गरेर स्थानीय तहले चाहिँ अगुवाईको भूमिका निर्वाह गर्छ। जे जति कार्यक्रमहरू छन् स्थानीय तह मार्फत नै यो सञ्चालन हुने परियोजना हो र यो परियोजनाले सुदूरपश्चिम र कर्णालीका 41 वटा स्थानीय तहमा काम गरेको अवस्था छ। गौमूल गाउँपालिका उपाध्यक्ष सीता थापाले बृहत खानेपानी योजना निर्माण सम्पन्न गरी स्वच्छ खानेपानीको पहुँचमा पुर्याएकोमा लक परियोजनालाई धन्यवाद व्यक्त गर्नुभएको छ। एक घर एक धाराको अवधारणा मार्फत निर्माण गरिएको खानेपानीको संरक्षण र सही व्यवस्थापनमा उपभोक्ता स्वयं जिम्मेवार बन्नेमा विश्वास व्यक्त गर्नुभयो। गौमूल गाउँपालिका र लक परियोजनाको साझेदारीमा हामी शालिकोट खानेपानी योजनाको आज अन्तिम चरणको समुदायसँग सामाजिक परीक्षणको चरणमा छौँ। बाढी पहिरोका कारणले चाहिँ हाम्रो शान्ति टोलको टोलमा एउटा परिवारको 2 जना चाहिँ पहिरोमा पुरिएर मृत्यु भयो। त्यस पश्चात चाहिँ हामीले यो टोललाई चाहिँ हैन त्यो सार्नुपर्छ, पुनः बस्ती विस्तार गरेर यो शालिकोटमा ल्याउनु पर्छ भन्ने पश्चात टोलहरू हामीले गाउँपालिकाले आफैले चाहिँ यो जग्गा उपलब्ध गराएर पालिकाले जग्गा खरिद गरेर चाहिँ यहाँ बस्ती विस्तार गरेका छौँ। यो बस्ती विस्तारमा आवश्यक खानेपानीको खानेपानी आवश्यक थियो। त्यो खानेपानीलाई चाहिँ हामीले निरन्तरता दिँदै लक परियोजनाबाट हामीले यहाँ खानेपानी सञ्चालनमा छ र यी सबै परिवारलाई चाहिँ एक घर एक धाराको अवधारणाबाट हामीले अगाडि बढाइरहेका छौँ। एक घर एक धारा भन्ने बित्तिकै प्रत्येक धाराको घरमुलीले चाहिँ घर परिवारले चाहिँ यसलाई पूर्ण रूपमा बहुउपयोगी रूपमा चाहिँ प्रयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि छ। किन भन्दाखेरि
स्थानीय तह मार्फत सञ्चालित जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना सुदूरपश्चिम प्रदेश र कर्णालीका 41 वटा स्थानीय तहमा काम गरिरहेको अवस्था छ। बाजुराका 2 स्थानीय तह गौमूल गाउँपालिका र बुढीगंगा नगरपालिकामा गत वर्षदेखि परियोजना लागू भई विभिन्न क्षेत्रमा काम गरिरहेको छ।